यो यदि अनित्य रहेछ भनिसकेपछि हामीले गरेको कर्मको अनुसार चाहिँ हामीले पर्दो रहेछ भनेर चाहिँ कर्म हेतु फलले देखाउँदाखेरि कर्म भन्ने चाहिँ कसरी गरिन्छ भन्दाखेरि हाम्रो शरीर वचन चित्तबाट चाहिँ कर्म भएर जान्छ। त्यो अनुसार चाहिँ हामीले पर्छ अथवा अर्को ठाउँमा पुगेर त्यो भोग्नुपर्छ। त्यो प्रतिफल सुखको भयो भने दुःखको भयो भने अचल भयो भने त्यसले हामीले भोगेर जानुपर्छ भन्ने हुँदाखेरि अब चौथो भागमा चाहिँ लक्ष्य चाहिँ हामी यो संसारमा नै परिक्रमा गरिरहने हुनु हो भनेदेखि चाहिँ संसारमा दोष के छ भने चाहिँ हामीले चिन्नुपर्छ भन्ने विषयले चाहिँ चौथो अध्यायमा चाहिँ संसारको दोष अनि हामी यो संसारमा छौँ, यो संसारमै नै परिवर्तन गरिरहेका छौँ भन्दाखेरि चाहिँ संसार कसरी देखाइन्छ